हाई स्वागत छ तपाईहरुलाई यो मेरो भिडियोमा। अनि आज चाहिँ म अचार बनाउन गइरहेको छु। चिकनको अचार आफै बनाएर खाऊँ भनेर। यो मैले चिकन कति छ थाहा छैन, कति सय ग्राम छ थाहा छैन, तर सानो पिस कटिङ गरेर अघि नुन र बेसार मिक्स गरेर 1.5 घण्टा 2 घण्टा चाहिँ राखेको। अनि अब चाहिँ यसलाई पकाउन लागेको। यो भयो रेडी भएको छ कटिङ गरेर। अनि यहाँ छ लसुन पिस गरिसकेको छु, यहाँ अदुवा, जिन्जर, गार्लिक, अनि यो खोर्सानीको धुलो रेडी भइसकेको छ। यो मेरो श्रीमतीले रेडी गरेको। अनि यहाँ चाहिँ मिक्स मसलाहरू छ, यहाँ सबै मसलाहरू, धनियाँ, जिरा, धेरै कुराहरू छ यो मसलाहरू। अनि अर्को चाहिँ यहाँ भिनेगर, अनि तोरीको तेल। अब यसलाई चाहिँ मिक्स गरेर आज अचार कस्तो बन्छ, तर फर्स्ट टाइम मैले अब बनाउन लागेको कस्तो हुन्छ हेर्नु होला। अब मैले बनाउँछु। यहाँ मैले यो अदुवा र लसुनलाई भुट्दैछु, डिप फ्राई गर्दैछु। कतिसम्म हुन्छ थाहा छैन, यो डिप फ्राई हुँदैछ। अचार मिठो मात्र, तर आज कस्तो बन्छ थाहा छैन। फर्स्ट टाइम मैले बनाउन खोजेको, यस्तो बन्दैछ। अचार बनाउने मान्छे म यहाँ विथ चुजनसँग। अनि मालदाईले यो किन्नु भएको किचनमा युज गर्छ, तर तलको कम्मर पनि बेर्ने मात्रै आएछ। अनलाइन गर्नु भएको छ। समटाइम्स यस्तो हुन्छ, समटाइम्स चाहिँ यस्तो आएको छ। त्यहाँदेखि तलको यति खासमा यो कम्मर बाँधेर छ, तल फुलवाला होइन रहेछ। चिकन चाहिँ यहाँ आधी पाकेर यस्तो रेडी भएको छ। अनि अर्को पनि रेडी हुनु आँट्यो। यस्तो दामी भएको छ, सायद यो त रेडी भएको हो। चिकन मात्रै भए पनि नुन र बेसारमा पनि यस्तो दामी कलर आएको छ। सायद यो अचार साह्रै मिठो हुन्छ भन्ने मलाई लागिरहेछ। यस्तो दामी यो चिकन देख्यो कि आमा खाउँ जस्तो लाग्ने। मेरो भदै त्यहाँ हुनुहुन्छ। अनि मेरो भदै चाहिँ एकदम आउनु कम। अनि भदैले पनि आज धेरै काम सघाउनु भएको छ मलाई। के हो भदैको नाम? बिमङ्गाले। यहाँ भदै र म किचनमा हो खासमा। कि आज भदै आमा आज त ज्ञानी भएर हो, नेट नचले टिभी पनि नपाएर क्या बसिरहेको छ है। हो आज त पुरा ज्ञानी भएर बस्यो। अघि बजार जाँदा पनि ज्ञानी भएर घुम्यो सँगसँगै है। भनेको सबै मान्नुहुन्छ, ज्ञानी हो। यसो गर्नु। Subscribe to his channel. Bye bye. अनि बिदाको दिन भएर चाहिँ यस्तो दामी भएको छ। क्वाप्पा खानु न, क्वाप्पा खानु। अनि अब एकदमै रेडी भएको छ यो बनाउनको लागि। यो मैले यो अघि भुटेर निकालेको लसुन, यो सबै म हालिदिन्छु। लसुन र हालेँ। अब मैले यो मसला पनि मैले हाल्दै यहीँ 2 चम्मच। अर्को मैले खोर्सानी चाहिँ पिरो बनाउनुपर्छ। मैले खोर्सानी त सबै हालिदिनुपर्छ, यो सबै हालिदिनुपर्छ। अनि मैले यो
मिक्स बनेर यस्तो बनाएँ ओहो तेल बढी भयो क्या हो फर्स्ट टाइम हो बढी भए पनि बढी होस् घटी भए पनि घटी होस् यो बनाएँ यो बनाएपछि अब मासु मैले यस्तो हालेँ यो हाले भयो यस्तो वाउ 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 यो मासु पर्छ यस्तो भएको मिठो यस्तो भयो ल यस्तो दामी भयो फाइनली साथीहरू यो अचार यस्तो मिठो अहिले तातोमै दामी भएको छ के मासु हो पिरो पिरो पनि छ भेनिगर अलिकति हाल्यो अमिलो अमिलो अलिकति क्रिस्पी भएछ फर्स्ट टाइम ट्राई गरेको कस्तो हुन्छ भनेर तर मेरो लागि मेरो स्वाद अनुसार मेरो लागि चाहिँ राम्रो भयो धन्यवाद कहाँदेखि हेरेर हुन्छ कमेन्ट गर्न नबिर्सनु सी यू अर्को भिडियोमा बाई